कतार बन्दैछ आज हाम्रो घरमा ल बेसार आवश्यक मात्रै हाल्नु पर्यो। अब नुन हाल्नु पर्यो। नुन यो फेरि तोरीको धुलो तोरी भुटेर पिसेर बनाएको धुलो हो। यो कलरलाई धुलो खुर्सानी ट्याक्कै हालिसकेपछि अचार चाहिँ भने यस्तै हुन्छ। यो चाहिँ हरियो सुकाएको खुर्सानी आवश्यक मात्र हाल्ने। यो अचार मसला ट्याक्क छर्दैसकेपछि अचारको लागि टेस्टी हुन्छ यो अचार मसलाले। हल्का यो भिनेगर फेरि यो फेरि अलिक के को लागि अचार नबिग्रेछ भनेर हल्का गरिदिने। धेरै पनि हालाउनु यो फेरि। यो तोरीको तेल ट्याक्क तताएर मेथी सहित हालेपछि मेथी बस्मन्छ टेस्टी हुन्छ। अर्कै स्वाद आउँछ। अब यो मोल्ने कार्यक्रम तयारी छ ल। अचार मोल्दै केही समयपछि खानुको लागि अलि मुलाहरू अलिक सुकाएर गाढो पानी आइसक्यो। मेरो यहाँ काम भइसक्यो मोलेको देख्दाखेरि। बहुत राम्रो रङ आएको छ अचार। डब्बामा अचार अब रेडी भयो चाहिँ डब्बा ठ्याक्क हालेर खाने। यो 1 वर्षसम्म खाँदा पनि केही पनि हुन्न त्यस्तो अचार भने हाम्रो घरमा। खानाको लागि यसरी बनाउन सकिन्छ। हामीले बनायौँ, हजुरहरूले बनाउनु होला। सजिलै बनाउन सकिन्छ घरमा। हामीले बनायौँ, हजुरहरूले बनाएर खानु किन्नु भन्दा आफैले बनाउने खानु होला। अर्ग्यानिक आफ्नो बारीमा पत्ता लगाउने। त्यसपछि यो भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। मुलाको अचार सुरुमा मुला काटेर सुकाउने। अब 1 हप्ता सुकाउने घाममा। त्यसपछि सबै चिजहरू रेडी गरेर यसरी घरमा सजिलै अचार बनाउन सकिन्छ। यसो पनि अलिकति निकालेर यता हाल्नु पर्यो किनभने तेल हाल्नु हुँदैन यसमा। तेल चाहिँ पर्दैन होला किस्म भयो। एकदमै खाम भइसक्यो मुलाको अचार। टक्क तेल हालिदिने। तोरीको मिठो हुन्छ अचार त। तोरीको तेलमा मिठो हुन्छ अचारलाई तोरीको तेल टक्क खराएर तताएर चाहिँ हाल्दाखेरि एकदम राम्रो हुन्छ। स्वादिलो हुन्छ अचार होइन। सजिलो हुन्छ। दुईवटा डब्बा भरियो। तताको तेलको अलिक टेस्टी नै छुट्टै आउँछ। यहाँ दुईवटा खान सानो 4वटा डब्बा चाहिँ भरिसक्यो नि त। यस्तरी खाँदेर ठ्याक्क माथि तेल हालिदिएर घाममा सुकाएपछि 1 वर्षसम्म खाँदा नि केही हुन्न बिग्रिन्न। तताको तोरीको तेल अचारमा ठ्याक्क यसरी हाल्ने। यो चाहिँ तोरीको तताको तेल चाहिँ टेस्ट छुट्टै हुन्छ। काँचो पनि हाल्न मिल्छ तेलमा त। काँचो हाल्दैन भने तताको चाहिँ अझै राम्रो हुन्छ कि। यस्तो ठ्याक्क हालिसकेपछि यसरी सिक्नु है। ट्याक्क यसरी हाल्ने तोरी तेल यसरी अचारमा हालिसकेपछि सुकाएपछि घाममा मजाले सुकाउने। त्यसपछि राम्रो हुन्छ खानालाई स्वादिलो टेस्टिलो हुन्छ। अहिले यति नै पछि अलि धेरै हाल्नु हुन्छ। तपाईँको लागि थोरै हाल्यो नि केही हुन्न। पछिलाई चाहिँ अलि ट्याक्क हाल्नुपर्छ। फेरि घाममा पनि उम्लिन्छ कि होइन।
तेल जान्छ त्यस हुनाले यो घरमा खानको लागि 4 डब्बा अचार मुला यो काउली र मुला हरियो खुर्सानी यो चाहिँ मुलाइको दुइटै तयारी अवस्थामा अब सिकेसी खानालाई हेरै कागतीको अचार हो यो पनि ठुलो खुर्सानी राखेको पहिल्यै मोलमाल भइसकेको रहेछ रेडी छ चाप्न लागि हो कागजको रस निकालेर त्यसको बोक्रा त काटेर रस निकालेपछि बोक्राको नि यति मिठो टेस्टी अचार बन्दो रहेछ कि कागजको बोक्रा नि फाल्न पर्दो रहेछ जान्ने नि यस्तो अचार बन्द हल्का खुर्सानी थपथाप हुँदैछ यहाँ त्यसलाई रिपेयरिङ गरेर फेरि डब्बामा हाल्दैछौँ हामीले पहिला अलिक गलाएर गर्नुपर्छ है घाममा राखेर गलिसकेपछि मसला हालेर मोलेर डब्बामा हालिदिइसकेपछि जहिले खाए पनि टेस्टी हुन्छ आफ्नै घरमा यसरी कागतीको बोक्राबाट पनि अचार बन्दो रहेछ भन्ने पहिलोपटक मैले थाहा पाएको छु अब ठ्याक्कै भाँडामा हाल्नु अलि यताले पनि यसमा तेल पनि हाल्नुपर्छ क्या मुलाको त्यहाँबाट यो बिचको सानो चाहिँ काउली र मुला खुर्सानी तत्कालै खान लागि दुईवटा पछिल्लै खान लागि दुईवटा त्यसपछि यो कागतीको चाहिँ जहिले खाए नि हुन्छ यो रेडी छ खानालाई यस्तो छ अचार ठ्याक्क यसरी बनाएर घरमा तयार गरेर खान सकिन्छ कागतीको काउली र मुलाको खुर्सानीको त्यसपछि यो मुलाको मात्रै अचार नेपाली अचार घरमै बनाएको नेपाली अचार धन्यवाद।